घोडाको स्ट्याचुहरू यसरी बनाएको छ है। राष्ट्रिय गान भइसकेपछि गोराहरूलाई चाहिँ वरिपरि 3 फन्का चाहिँ घुमायो। तो चलिए सुरु करते हैं। वेलकम ब्याक टु माई अनदर भिडियो गाइज। आज चाहिँ हामी चाहिँ घोडे जात्रामा जानेछौँ, जुन चाहिँ टुडिखेलमा भइरहेछ र टुडिखेलमा चाहिँ यो वर्षको एकचोटि चाहिँ हुने गर्दछ र टुडिखेलमा चाहिँ घोडे जात्रामा के हुन्छ भनेर चाहिँ हललाई देखाउनेछु। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है। A few moments later. फाइनल साथीहरू हामी चाहिँ टुडिखेल पुगिसकेका छौँ र टुडिखेलमा चाहिँ आज चाहिँ घोडे जात्राको दिन चाहिँ भिड चाहिँ अत्याधिक छ है। आज चाहिँ टुडिखेलको वरिपरिको पुरै ठाउँमा चाहिँ भिड चाहिँ अत्याधिक छ। मान्छे उता जता पायो त्यतै छन् है। यो चाहिँ हो टुडिखेल, जसमा चाहिँ आज चाहिँ घोडे जात्रा चाहिँ हुनेछ है। उता चाहिँ एउटा रुख चाहिँ रहेछ, यता सिपीको रुख रहेछ है। यताबाट उता धरारा पनि देखिन्छ। यता चाहिँ घोडाको स्ट्याचुहरू यसरी बनाएको छ है। घोडाको स्ट्याचुहरू माथि चाहिँ दुईवटा र तल पनि दुईवटै बनाएको छ। अनि यो चाहिँ पुरा डिजाइन यहाँ चाहिँ कुदाउने गर्छ घोडाहरूलाई। यो चाहिँ अहिले चाहिँ स्टार्ट भएको छैन। यसको अर्को साइडबाट यस्तो नजारा देख्न सक्छु घोडाको, जुन सेतो आकारको छ। उता चाहिँ एउटा खै कुन हो यो, एउटा मान्छेको कि राक्षसको कि भगवान्को चित्र पनि छ है। यस्तो डेकोरेसन गरेको छ। यसमा चाहिँ पुरा ठुलाहरू बानेको छ। 12 seconds later. म चाहिँ यो टुडिखेलको बाहिर नै छु है। भित्र चाहिँ जान मिलेको छैन, किन भन्दाखेरि चाहिँ यहाँ चाहिँ घोडाहरू चाहिँ जुन अफिसियल अथोरिटीलाई मात्रै चाहिँ अलाउ छ त्यहाँ भित्रपट्टि। बाहिरपट्टि चाहिँ यो सामान्य मान्छे चाहिँ बाहिरपट्टि बस्नुपर्ने हुन्छ। भित्रपट्टि चाहिँ हामीले जान मिल्दैन है। ती उभाइरहेका घोडाहरू चाहिँ एकछिनमा चाहिँ कुदाउनका लागि रेडी भइरहेको छ। अहिले चाहिँ राष्ट्रिय गान चाहिँ हुनेछ, त्यसपछि चाहिँ घोडाहरू चाहिँ कुदाउन चाहिँ सुरु गर्नेछन् है। राष्ट्रिय गान भइसकेपछि घोडाहरूलाई चाहिँ वरिपरि 3 फन्का चाहिँ घुमायो। त्यसपछि पालो पालो घोडाहरूलाई चाहिँ कुदाउन चाहिँ सुरु भयो। ल ल कम्पिटिसन भयो नि।